नमस्कार सम्पूर्णमा। आज तामाङ भाषाको केही ऱ्यान्डम शब्दहरू फेरि लिएर आएको छु म तपाईहरुको सामु। र तामाङ भाषामा अरुको भन्दाखेरि स्यान्ला भनेर भनिन्छ। स्यान भनेको चाहिँ अरु अथवा को भनेको चाहिँ ला अथवा स्यान्ला भनेको चाहिँ अरुको। अनि आवश्यकता हामीलाई चाहिन्छ अथवा आवश्यकता भन्दाखेरि चाहिँ तोबा भनेर भनिन्छ। आवश्यकता अथवा तोबा भनेर भनिन्छ। गङ्साल गङ्सल भनेको चाहिँ आधा, जस्तो पूर्ण नभएर चाहिँ आधालाई चाहिँ गङ्सल भनेर तामाङ भाषामा भनिन्छ। आइमाई स्त्री जाति अथवा आइमाईलाई फोसेम भनेर भनिन्छ। स्त्री जाति अथवा आइमाईलाई चाहिँ तामाङ भाषामा फोसेम भनेर भनिन्छ। अन्तरिक्षलाई चाहिँ नाहाङ भनेर भनिन्छ। तामाङ भाषामा अन्तरिक्षलाई चाहिँ नाहाङ भनेर भनिन्छ। अनि आँखाबाट निस्किने आँसु या आँसुलाई चाहिँ मिख्ली भनेर भनिन्छ। आँखाबाट निस्किने आँसुलाई चाहिँ मिख्ली भनेर भनिन्छ। अनि अदुवालाई चाहिँ ठुङ्ग्रा भनेर भनिन्छ। तामाङ भाषामा अदुवालाई ठुङ्ग्रा भनेर भनिन्छ। र फेरि आजको शब्दहरू म तपाईहरुलाई एकचोटि फेरि भनिरहेको छु। अरुको भन्दा तामाङ भाषामा स्यान्ला भन्नुपर्छ। आवश्यकतालाई तोबा भन्नु पर्छ। आधालाई चाहिँ गङ्सल भनेर भनिन्छ। आधालाई चाहिँ गङ्सल भनेर भनिन्छ। आइमाईलाई फोसेम भनेर भनिन्छ। अन्तरिक्षलाई चाहिँ नाहाङ भनेर भनिन्छ। आँसुलाई चाहिँ मिख्ली भनेर भनिन्छ। अनि आँसुलाई मिख्ली भनेर भनिन्छ। अनि अदुवालाई चाहिँ ठुङ्ग्रा भनेर भनिन्छ। र आजलाई यति नै तपाईहरुलाई मैले शब्दहरू सङ्कलन गरिराखेको थिएँ र तपाईहरुलाई भने र तपाईहरुलाई कस्तो लाग्छ भिडियो है, राम्रो लागेमा शेयर लाइक पनि गरिदिनु हुन अनुरोध गर्दै म यही बिदा लिन्छु। हवस्, लालन लालन।